हेलो एभ्रिवान वेलकम ब्याक टुडे माई न्यू रियाक्सन भिडियो। मेरो नाम चाहिँ समेत आलो होइन। आज मैले फेरि रियाक्सन भिडियो लिएर आइसकेको छु। तपाईँहरूलाई लाग्ने होला भाइ कहाँ गयो हरायो होइन, समेत आलो हरायो भने जस्तो होइन। 2-3 दिनदेखि भिडियो हालेको थिइनँ, तर त्यस्तो नसम्झिनु होला। म पनि हल्का कामले बिजी भएर मात्र मैले भिडियोहरू हाल्न पाइनँ। अब चाहिँ ब्याक टु ब्याक भिडियोहरू हुन्छ होइन। अब चाहिँ कम ब्याक भइसक्यो क्या होइन। अब चाहिँ ढिलो गर्ने होइन, टक्क रियाक्सनतर्फ बढ्ने हो। र आजको रियाक्सन चाहिँ म मिस्टर भान्जाको सङमा रियाक्ट गर्न गइरहेको छु। भो भो सङको टाइटल चाहिँ रहेको छ भो भो भन्ने होइन। अनि के हो यो सुमिना, मैले यो कालो चस्माले देखिने सुमिना लो अरे कि ल हो, ल सुमिना ल भन्ने अफिसियल्ली म्युजिक भिडियो रहेको छ होइन। अब ढिला नगरिकन हामी सिधा भिडियोतर्फ बढ्नेछौँ। तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ भिडियो हेर्नु? म त लास्ट एक्साइटेड छु है, ओभर हदभन्दा बढी एक्साइटेड छु। ढिलो नगरिकन म सिधा भिडियोतर्फ पनि बढ्नेछु। लेट्स गो न त गाइज। A few moments later. अब सङ चाहिँ स्टार्ट गरौँ होइन, ढिला नगरिकन है। ल कालो चस्मा लगाइदिनु त टक्क न टल्काइदिउँ। के भयो ए ओहो ल वाह आई चस्मै खोलेर हेरौँ यार, बरु मजा त आउँछ। कुल है है केटीहरूले के भन्नु भाइ, केटीहरूले के भन्नु, कस्तो सुनिएन? हेर न क्या कुल है ए कस्तो साउन्ड नआएको? है के चाहिँ केटा हो, कहाँ बोल्छीमा माछा पर्छ त? माछा त जालमा पर्छ, र त्यो जाल कसरी हाड्ने मलाई थाहा छ। ओहो यो त फेस काहीँ न काहीँ देखे जस्तो लाग्यो त। त्यो आधी मात्रै हो, पुरै फेस हेरौँ, पुरै फेस हेरौँ त। उसलाई मैले देखेँ, चिनिसकेँ। उसको उसको पनि रियाक्सन च्यानल छ यार, ऱ्यापमा रियाक्सन हान्ने होइन। ऊ पनि, उसलाई मैले देखाएको छु यार अलरेडी, भिडियोहरूमा देखिरहेको छु उसलाई म। ल ए कहाँ नदेख्नु हौ, देखेँ देखेँ देखेँ। कस्तो पात जस्तो देखिएको यार केटामा, कसम होइन। त्यस्तो चाहिँ भन्नु हुँदैन होला जस्तो लाग्यो होइन, तर उहाँ मलाई लुक्स चाहिँ अलिक सुहाएन जस्तो लाग्यो है। ल उसको डान्स बब्बाल लाग्यो है मलाई, बब्बाल यार, खतरा नाच्दो रहेछ त यार। मैले नाचेको चाहिँ भिडियो हेरेको थिइनँ होइन। खतरा खतरा दिदी, ल दिदी है दिदी, ल बब्बाल नाचिदिनु है दिदीले, ल ल। तिम्रो दाम भन्न जवानीको, तिमीलाई त आज नै म लाने हो। भाइदिन्छु गाउँसम्म हात माग्छु, भाउसँग नदिए भगाइ लैजाने हो। छोरी तिम्रो मन पर्यो के गर्नु सासु, सगुनमा लिएर आउँछु रक्सी र मासु। म चेन्ज हुँदै गएको छु, यो पालि चाहिँ आँट्छु। उसले चाहिँ ल्याउँछ सगुमा रक्सी र मासु, म ल्याउँछु होइन। हामी त बाहुन पर्यो यार, के ल्याउनु हो? भने कसम तानेर लान्छु, तिम्रो कम्मरमा लेखिदिन्छु नम्बर म। सोझो केटा मलाई आउँछ त्यही फ्लड गर्न, म जन्मे हुर्के काभ्रेको गाउँघरमा, मलाई पनि इच्छा छ छिट्टै बाउ भन्न। दामी है दामी, लास्ट लाइन चाहिँ बब्बाल लाग्यो मलाई। ल राम्रो सुनेको है, ट्युन राम्रो छ है। यो जुन यो लाइन छ नि, दामी सुनेको छ यार, मलाई चाहिँ बब्बाल लाग्यो है। दामी सुनिरहेछौ। कस्तो गर्मी भएको, अब पङ्खा खोलो भने भिडियो हल्दिन्छ होइन। पङ्खा खोल्न मिल्दैन, अब बिजोक भइहाल्छ यार। कसरी जाँदैन हेरम त खै, मलाई भेटी तिमी नि भाछौ म खै। म मान्छे निसै, मेरो गेटअप निसै, तर मेरो देखा छैनौ तिमीले अझै। ल अब चाहिँ गेटअप राम्रो छ है। अघि चाहिँ मैले नराम्रो भन्दै थिएँ होइन, अब चाहिँ राम्रो छ, अब चाहिँ राम्रो छ। ल बाको कान्छी छोरी पर्यो तिमी सोल्टी निके, विधि सुहाको कालो कोठी ओठ मुनि रातो लाली ओहोनी लाग्यो मलाई मोहनी। क्रेजी भयो लास्ट तिम्रो नाम के हो सोल्टी नि, यहाँ ध्यान जाऊ। केटाकेटीहरूको ड्रेसअप चाहिँ बब्बाल सुहाइरहेको छ है। यो कुन कल्चरमा लाउने ड्रेस हो यो खासमा चाहिँ?
कुन कल्चरमा हो केटा हो कमेन्ट हान त मलाई मैले बुझिनँ यार यो कल्चर Mulanga, Edinson, Solanga, Edinson, Silanga, Tamate, Milanga, Dinka, Brezilla, मसँग बिहे गर्यो भने लाइफ तिम्रो चिलमा थाहा छ तिमीले मलाई देखेर जो नगरा तर म छु तिम्रो लागि धेरै बबदार आँखा लाउने चासे मलाई भाइहरू खबरदार ठुम्का र झुम्काले घाल पारे लगातार de harang bahay janala singo se bare danai kade se biji mulan gadai harsi bhai tara mata bhagera jadina nai यो कस्तो कस्तो यो बिच बिचमा कुन ल्याङ्ग्वेज आयो मैले के बुझेँ हो मैले बुझ्दै बुझिनँ यार mulan gadai harsi bhai tara mata bhagera jadina nai डराउनु पर्दैन भर गर मेरो म एक्लो छोरो पाल्दिन्छु फेर लिन्छौ केको नो गफ देखो यो दुनियाँले देखोस् बिस्तारै चिनिहाल्छौ हटार अहिले केको ho akha na lagau chhilke jawani ma le lanchu bhanera ke bho maja dina ho akha na lagau chhilke jawani ma ओके le lanchu bhanera ke bho maja dina के हो सकिएको सङ बगाल लाग्यो र गाना त के हो के छ केटा माछा पर्यो त जालमा परेन अरे हाम्रो त पर्यो ले ला बिल्ला यार बिचारा ल ल ल केही छैन केटा अर्कोचोटि नेक्स्ट ट्राई ल ल दामी है दामी 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 कस्तो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो मलाई त बब्बाले लाग्यो होइन तर ओभर गर्मी पनि भयो मलाई चाहिँ होइन यस्तो हुन्छ क्या यो पङ्खामा अब भिडियो खोल्यो भने चाहिँ के हुन्छ भने यो हल्लिन्छ क्या क्यामेरा अब क्यामेरालाई हल्लायो भने त अब तपाईँहरूलाई पनि हेर्न त मजा आउँदैन त्यो भएको कारणले चाहिँ क्यामेरा पनि हल्लिन त दिनु भएन होइन अनि कस्तो लाग्यो है मलाई प्लिज भन्नु होला मलाई त दामी लाग्यो बटो दिदी त खतरा नाच्दिँदो रहेछ यार मैले त हेरेकै थिइनँ खतरा दिदी यार म त फ्यान भयो यार दिदी हजुरको बब्बाल नाचिदिनु हुँदो रहेछ यार होइन मैले त यो दिदीको जुन जे होस् यो रियाक्सन च्यानलहरूमा चाहिँ मैले भिडियो हेरिरहेको थिएँ म पहिला दिदीहरूको हेर्थेँ साधन सिस्टर दाईहरूको हेर्थेँ होइन जो दाईहरूसँगै इन्सपायर भएर म पनि भिडियो बनाउनु थालेको होइन त्यस्तो चाहिँ होइन हल्का बुझौँ न मिलाएर है त ल यतिकै भन्दै म पनि अब लाग्दैछु तपाईँहरूलाई कस्तो लाग्यो मेरो रियाक्सन राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला यस्तै रियाक्सन भिडियो हेर्न चाहनुहुन्छ गएर अलमा बेल आइकनमा गएर अलमा गएर प्रेस गरिदिनु होला के भनिदिइरहेको थिएँ क्या ल गाइस जय नेपाल